पढेको कुरा र यहाँ जुन वास्तविक किसानले गर्नुपर्ने काम छ त्यसमा फरक छ हैन। कति कुरा प्र्याक्टिकल्ली एप्लाई गर्न गाह्रो हुन्छ। डेस्कबाट खेतसम्म पक्लेहवा कृषि क्याम्पसका विद्यार्थीहरू गहुँको व्यावहारिक अध्ययनमा जुटेका छन्। सधैँ किताब र डेस्कमा सीमित रहेका विद्यार्थीहरू आज खेतमै पुगेका छन्। पक्लेहवा कृषि क्याम्पसका विद्यार्थीहरूले गहुँ खेतीलाई प्रत्यक्ष अनुभव गर्दै व्यावहारिक अध्ययन गरिरहेका छन्। यो कार्यक्रम पक्लेहवा कृषि क्याम्पस र सिमरिक कृषि सहकारी संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ। नेतृत्व र नयाँ जातको परीक्षण क्याम्पसका प्राध्यापक तथा बाली प्रजनन विज्ञ गंगाराम कोहरको नेतृत्वमा DG 19 र DG 22 नामका गहुँका नयाँ जातहरू परीक्षणका लागि खेतमा छरिएका छन्। विद्यार्थीहरूले नयाँ जात र परम्परागत जात बीचको फरक प्रत्यक्ष रूपमा अवलोकन गर्दैछन्। उत्पादन क्षमता, गुणस्तर र विशेषताका बारेमा प्रत्यक्ष जानकारी दिइँदैछ। गहुँ हाम्रो मुख्य आहार हो, तर स्वास्थ्यको दृष्टिले यसको गुणस्तर र प्रयोगमा ध्यान दिन जरुरी छ। गंगाराम कोहर, प्राध्यापक, पक्लेहवा कृषि क्याम्पस। यसमा दुईवटा प्रोटिन पाउँछ, एउटा ग्लुटेनिन, एउटा ग्लाइडिन। यो पाउडर फर्ममा हुन्छ, सोलिड फर्ममा हुन्छ। तर जब हामी यसलाई घरमा भान्सामा लैजान्छौँ त पानी युज गर्छौँ, H2O पुग्ने बित्तिकै दुईटै प्रोटिनको केमिकल रिएक्सन भएर ग्लुटेन बन्छ। ग्लुटेन के हो भने एउटा एकदम डेन्जरस यो रोग हो जसले हाम्रो ह्युमन बडीलाई 28 वटा मेजर रोग निम्त्याउँछ। ग्लुटेनको मात्रा एज कम्पेयर टु अदर व्हिटमा मैले कम पाएछु। यसलाई अब ग्लुटेन फ्री बनाउने र नेपालका जति नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई रोगबाट मुक्त गराउने र यो रोगले धेरै त बच्चामा इफेक्ट पर्छ। सानो बच्चा 2 वर्ष 3 वर्ष 5 वर्षको बच्चाको वीक गराउँछ कि हड्डी एकदमै कमजोर गराउँछ यो प्रोटिनले। अब यस्तो भयो भने हाम्रो नयाँ जेनेरेसन त कहाँ पुग्छ आई डोन्ट नो, म त प्रिडिक्ट गर्न सक्दैन। त्यही भएर उत्पादन मात्र नभएर उत्पादनसँग थप जटिल समस्याहरू जोडेर आएका छन्। जस्तै जलवायु परिवर्तन, पोषण सुरक्षा, स्वास्थ्यलाई मध्यनजर गर्दै कृषकले उत्पादन मात्र बढाउने होइन, तर जलवायु मैत्री कृषि सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उपप्राध्यापक प्रकाश घिमिरेले बताएका छन्। अहिलेको आवश्यकता उत्पादन मात्रै नभएर उत्पादन सँगसँगै अरू थप जटिल समस्याहरू पनि जोडेर आएका छन्। जस्तै जलवायु परिवर्तनको समस्या छ हैन, त्यसको साथसाथै अहिले पोषण सुरक्षाको कुराहरू पनि छ, स्वास्थ्यका कुराहरू पनि छन्। र त्यही भएर अबको किसानहरूले अब उत्पादन कसरी बढाउने मात्रै नभनेर अब हामीले उत्पादन पनि बढाउनु पर्यो र जलवायु मैत्री कृषि पनि सिक्नु पर्यो, त्यसलाई पनि अपनाउँदै जानु पर्यो। र हामीले उत्पादन गरेको खाद्य वस्तुमा पोषण तत्त्व पनि प्रचुर मात्रामा हुने खालको कि त त्यस्तो खालको जातहरू हामीले छान्नु पर्यो, कि त हामीले कृषि प्रविधि त्यस्तै अपनाउनु पर्यो, मलजल त्यो अनुसारले गर्नु पर्यो। सिमरिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूमध्ये केही कृषकहरूलाई परीक्षणका लागि यी 2 प्रजातिका बिउ उपलब्ध गराएको हो। सहकारीका अनुसार हाल उपलब्ध बिउको तुलनामा यी नयाँ बिउको लागत कम र उत्पादन क्षमता झण्डै दोब्बर रहने अपेक्षा गरिएको छ। सिमरिक कृषि सहकारी संस्थाको अध्यक्ष। आज विशेष गरी यस सिमरिक कृषि सहकारी संस्थाले विगत लामो समयदेखि बिउ उत्पादन गर्दै आएको, तर कृषकहरूलाई मध्यनजर गरेर कृषकहरूको लागत घटाउने र उत्पादन बढाउने मुख्य उद्देश्यले एउटा पक्लेहवा कृषि क्याम्पससँग सहकारी गरी पक्लेहवा कृषि क्याम्पसले पाइपलाइनमा रहेको 2वटा जातको गहुँ हो, DG 019 र DG 022 नामका 2वटा जातका गहुँहरू, जसले बिउको लागत निकै घटाउने र उत्पादन क्षमता अहिलेको चाहिँ हामीसँग भएको मौजुदा गहुँको उत्पादन क्षमताभन्दा झन्डै डबल रहेको पनि त्यो अनुसन्धानलाई सहभागी भएर उहाँहरूसँग सहकारी गरेर कृषकहरूलाई जतिभन्दा
छिटोभन्दा छिटो र सस्तोभन्दा सस्तो र बढी प्रभावकारी खालको बिउहरूलाई बजारमा ल्याउन हामीले पनि स्थानीय स्तरबाट उहाँहरूलाई सहकार्य गर्ने सहयोग गर्ने हेतुले आज चाहिँ एउटा पाइपलाइनमा रहेको जुन बिउ छ जसले अहिले हामीले प्रति गट्ठा 6 किलो छर्ने बिउ र त्यो अहिलेको पाइपलाइनमा रहेको बिउ एक गट्ठाले हामीलाई एक किलोले एक गट्ठा हुने र एक किलोले झन्नै 4 गट्ठा हुने 5 गट्ठा हुने त्यस्तो खालको बिउहरू रहेछ जसले उत्पादनलाई वृद्धि गरेर हाम्रो खाद्य सुरक्षालाई पनि सुनिश्चित गर्नुपर्छ भन्ने एउटा हेतु रह्यो र जसमा अलिकता हेर्ने भने बिउमा रोग किराको सङ्क्रमण पनि अलिकता कम रोगसित लड्न सक्ने क्षमता पनि रहेको र जातीय रोग नभएको पनि हामीले अनुमान गरेका छौँ र त्यसैको अवलोकनबाट हामीले एउटा के ठहर गरेका छौँ भने उक्त बाली हाम्रो कृषकहरूको लागि अति उपयुक्त रहेको हामीले चाहिँ ठहर गरेका छौँ। पछिल्लो समय कृषि गर्नका लागि खेती योग्य जमिन घट्दै जानुका साथै खेतीप्रति आकर्षण पनि कम हुँदै गएको देखिन्छ। यस्तो अवस्थामा कम लागतमा बढी उत्पादन लिन सकिने र सानो जमिनबाट पनि उच्च उत्पादन दिन सक्ने बिउ प्रति कृषकहरूको आकर्षक बढ्दै गएको छ। यसै सन्दर्भमा DG19 र DG22 गहुँका बिउहरूले लागत घटाउँदै उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ। तर यी बिउहरू सर्वसाधारण बजारमा उपलब्ध हुन भने अझै केही समय लाग्ने सहकारीले जनाएको छ।